भोट माग्न आएको होइन, काम माग्न आएको हो, काम दिनुस् है। सडकमा र्याप गाउने एक युवक, इन्जिनियरिङ पढेको एक सामान्य युवा अचानक देशभर चर्चा हुने नेता कसरी बने? के यो संयोग मात्र हो? होइन, उनी त 70 वर्षदेखि गन्हाएको राजनीति सफा गर्न आएको एउटा इन्जिनियरिङ डोजर हुन्। यो यात्रा 2072 को महाभूकम्पको भग्नावशेषबाट सुरु हुन्छ। जब ठूला नेताहरू पालमुनि लुकिरहेका थिए, बालेन्द्र शाह बालेन हेलमेट लगाएर घरको स्ट्रक्चर जाँच्दै थिए। यहाँ उनले देखे घर भत्किएको प्रकृतिले हो, तर देश भत्किएको नेताको नियतले हो। सन् 2017 अर्थात् विक्रम सम्वत 2073 मा उनले आफ्नो फेसबुकमा एउटा छोटो तर महत्त्वपूर्ण स्ट्याटस लेखे, म आफैलाई भोट हाल्छु। यो केवल स्ट्याटस थिएन, यो त 5 वर्षसम्म काठमाडौँको सडक, ढल, कानुनको छिद्र अध्ययन गर्ने एउटा शपथ थियो। उनले र्यापलाई केवल मनोरञ्जन होइन, व्यवस्था विरुद्धको हतियार बनाएर युवाहरूको एउटा मौन फौज तयार गरे। देशको रक्षा गर्ने जति सबै सुकिया छन्, नेता जति सबै चोर देश लुटिखा छन्। आमाको साडीमा कटु सोची मुतिरा छन्, खाने बेला एक गर्ने बेला फुटिरा छन्। नाङ्ग्रेस नेमाले नाउँबादी सबै मिली। बालेनले जनताको त्यो दुखाइलाई शब्द दिए जुन वर्षौंदेखि सिंहदरबारको पर्खालभित्र सुनिँदैन थियो। उनले भोट मात्र मागेका होइनन्, जनताको मनभित्र दबिएको सिस्टम प्रतिको घृणालाई एउटा सकारात्मक आशामा बदलेर सेन्टिमेन्टको सही इन्जिनियरिङ गरे। विक्रम सम्वत 2079 को वैशाखमा जब बालेन लौरो चुनाव लिएर काठमाडौँ महानगर प्रमुखको चुनावी मैदानमा उत्रिए, ठूला भनिएका पार्टीहरू हाँसे। तर बालेनले कुनै ठूलो भाषण गरेनन्, बरु काठमाडौँका गल्ली गल्लीमा पुगेर जनताको मनको इन्जिनियरिङ गरे। उनले देखाए कि एउटा स्वतन्त्र युवाले कसरी 70 वर्षे जरो गाडेका पार्टीहरूको निन्द्रा हराम गर्न सक्छ। न उनले पैसा बाँडे, न मासु भात खुवाए, उनले त मात्र एउटा भिजन दिए। जब सामाजिक सञ्जालमा बालेनको लहर चल्यो, आई हेट पोलिटिक्स भन्ने युवाहरू पहिलो पटक भोट हाल्न लाइनमा उभिए। त्यो लौरो केवल एउटा चुनाव चिन्ह थिएन, त्यो त भ्रष्ट तन्त्रलाई तह लगाउने एउटा डन्डा थियो। र नतिजा, काठमाडौँको इतिहासमै पहिलो पटक एउटा स्वतन्त्र युवाले सिङ्गो सत्तालाई चकित पार्यो। हो, यो कुनै फिल्मको कथा होइन, यो त र्यापको स्टेजबाट सुरु भएर सिंहदरबारको कुर्सीसम्म पुग्न लागेको एक युवकको साहसिक यात्रा हो। बालेन्द्र शाह बालेन, जसलाई पुराना डाइनोसर नेताहरूले अनुभवहीन भने, तर आज बालेन नै तिनीहरूको सत्ता पल्टाउने सिंह बनेका छन्। बालेनका चुनावी प्रतिस्पर्धी एमाले नेता तथा पूर्व मेयर केशव स्थापितले पुरै नजरअन्दाज गरे। स्थापितले भने, बालेन त उम्मेदवार नै होइन। यसबाट जित्नुहुन्छ त? प्रतिस्पर्धी थिएन, अब जिते जस्तै लाग्यो। यो केटाले राजनीति बुझ्दैन, बाघको अगाडि बिरालो। तर बालेनले गाली गरेनन्, उनले मात्र एउटै कुरा भने, म भोट माग्न आएको होइन, म काम माग्न आएको हुँ, काम दिनुहोस्। र जब नतिजा आयो, ती केशव स्थापित र नेताहरूका भविष्यवाणी सबै बालुवामा बिलाए। एउटा स्वतन्त्र उम्मेदवारले काठमाडौँको इतिहास लेख्यो। बालेनले स्थापितलाई मेयरबाट सदाको लागि विस्थापित गरिदिए। मेयर बन्ने बित्तिकै डोजर चल्यो, फुटपाथ फराकिलो र खाली भयो, टुकुचा बिउतियो, हिटीहरूको जगेर्ना भयो, शिक्षामा सुधार गर्न खोजे, पार्किङ व्यवस्थापन भयो, अनाधिकृत संरचनाहरू भत्काउने काम भयो, मिचिएका जमिनहरू फिर्ता ल्याए, फोहोर व्यवस्थापन भयो र पहिलो पटक निशुल्क एम्बुलेन्स सेवा सुरु भयो। महानगरको बैठक लाइभ गरे, ठाउँ ठाउँमा अग्ला बत्तीहरू राख्न लगाए। बालेनले देखाए, राजनीति भाषणले होइन, एक्सनले चल्छ। उनी कम बोल्छन्, तर आफ्नो आवाज सामाजिक सञ्जाल मार्फत बुलन्द रूपमा पस्किन्छन्। नेपाली जनता दशकौंदेखि पुराना राजनीतिक दल र तिनको कार्यशैलीबाट निराश छन्। बालेनले आफ्नो स्ट्याटसमा प्रयोग गर्ने कडा र स्पष्ट भाषाले मानिसहरूलाई हामीले भन्न नसकेको कुरा कसैले त भनिदियो भन्ने महसुस गराउँछ। जनताको त्यही फ्रस्ट्रेसनलाई उनले आफ्नो राजनीतिक शक्तिको रूपमा बदल्न सफल भएका छन्। नक्साको विवाद होस् वा छिमेकी देशसँग जोडिएका सांस्कृतिक मुद्दा, बालेनले राष्ट्रियतालाई निकै प्रभावशाली ढङ्गले उठाउने गर्छन्। जब उनले देशको अस्मिता र स्वाभिमानको कुरा गर्छन्, आम मानिस भावनात्मक रूपमा उनीसँग जोडिहाल्छन्।
यसले गर्दा उनका अन्य सानातिना कमजोरीलाई पनि जनताले नजरअन्दाज गरिदिन्छन् र उनको पक्षमा एउटा ठुलो जनमत तयार हुन्छ। बालेनका स्ट्याटसहरूले प्राय एउटा यस्तो दृश्य निर्माण गर्छन् जहाँ एकातिर काम गर्न खोज्ने युवा छन् र अर्कोतिर उनलाई घेराबन्दी गर्ने पुराना शक्तिहरू। यसले जनतामा एउटा भावनात्मक ध्रुवीकरण पैदा गर्छ। मानिसहरू बालेनलाई एउटा एक्लो लडाकुको रूपमा देख्छन् र उनीमाथि हुने जुनसुकै प्रहारलाई आफ्नै भावनामाथिको प्रहार ठान्छन्। बालेनको विशेषता के छ भने उनको स्ट्याटस पछि प्राय फिल्डमा एक्सन देखिन्छ। डोजर चल्नु, फुटपाथ खाली हुनु वा सरकारी जग्गा फिर्ता हुनु जस्ता कार्यले जनताको तत्काल परिणाम देख्न चाहने मनोविज्ञानलाई सम्बोधन गर्दछ। यही इन्स्ट्यान्ट नतिजाले गर्दा उनको एउटै पोस्टले हजारौं समर्थकहरूलाई सडकमा वा सामाजिक सञ्जालमा उत्रिन बाध्य पार्छ। बालेनलाई थाहा छ आजको युवा पुस्ता कहाँ छ र उनीहरूले के सुन्न चाहन्छन्। उनले तथ्याङ्क, डाटा र भावना, सेन्टिमेन्टको यस्तो मिश्रण तयार पार्छन् जसले विरोधीहरूलाई तर्कहीन बनाइदिन्छ। उनको शब्द चयनले कहिलेकाहीँ विवाद पनि निम्त्याउँछ, तर त्यही विवादले उनलाई निरन्तर चर्चाको केन्द्रमा राखिरहन्छ। बालेन शाहका लागि सामाजिक सञ्जाल केवल कुराकानी गर्ने ठाउँ होइन, यो एउटा यस्तो इमोसनल वेपन, भावनात्मक अस्त्र हो जसले सत्ताको जग हल्लाइदिन्छ। जनताको सेन्टिमेन्टलाई बुझेर त्यसलाई विकास र राजनीतिका एजेन्डामा जोड्न सक्नु नै उनको सबैभन्दा ठुलो खुबी हो। तर जब बालेनले काठमाडौँको सिस्टम सुधार्न खोजे तब सिंहदरबारको पर्खालभित्र बस्नेहरू उनी विरुद्ध एकजुट भए। राज्य संयन्त्र नै एउटा युवा मेयरलाई असफल बनाउन लागि पर्यो। वर्षौंदेखि फोहोरको राजनीति गरेर कुम्ल्याउनेहरूले जब बालेनलाई काम गर्न दिएनन् तब उनले एउटा साहसिक निर्णय लिए। उनले भने यदि देशको मुख्य प्रशासनिक केन्द्रले महानगरको समस्या बुझ्दैन भने अब सिंहदरबारको फोहोर उठ्दैन। यो केवल एउटा निर्णय थिएन, यो त राज्यलाई दिइएको एउटा कडा चुनौती थियो जसले केन्द्र सरकारलाई घुँडा टेक्न बाध्य बनायो। असहयोगको श्रृङ्खला त्यतिमा रोकिएन, बालेनको व्यक्तिगत जीवनमाथि पनि प्रहार गरियो। उनकी गर्भवती पत्नीलाई प्रहरी प्रशासनले अनावश्यक दुःख दियो। त्यो रात एउटा मेयरको मात्र होइन, एउटा अभिभावक र एउटा नागरिकको धैर्यताको बाँध टुट्यो। त्यही आक्रोशको घडीमा उनले सामाजिक सञ्जालमा गर्जिए, यदि फेरि पनि काममा यसरी नै अवरोध गरिन्छ र काठमाडौँलाई दुःख दिइन्छ भने म सिंहदरबार जलाइदिन्छु। यो कुनै धम्की थिएन, यो त व्यवस्थाले खिचिएका लाखौं युवाहरूको साझा आक्रोशको विस्फोट थियो। उनले देखाउन चाहे कि एउटा युवाले जबसम्म सिस्टम बनाउन खोज्छ उसलाई साथ दिनुहोस्, नत्र उसको आक्रोशले पुरानो सत्ताको जगै ढलाइदिन सक्छ। 2082 भदौ 23 मा सामाजिक सञ्जाल बन्द अनि भ्रष्टाचारको विरोधमा स्वतः स्फूर्त युवाहरू सडकमा ओर्लिए। केपी ओली र रमेश लेखकको सरकारले युवाहरूमाथि बर्बर दमन गर्यो। भदौ 24 गते नेताहरूको ज्यान बचाउनै नसकेर भागाभाग भयो। प्रधानमन्त्री केपी ओलीले समेत राजीनामा मात्र होइन, हेलिकप्टर चढेर भाग्नु पर्ने स्थिति आयो। देश अभिभावक अर्थात् सरकारविहीन भयो। आन्दोलनकारीले बालेनलाई प्रधानमन्त्री बन्न पटक पटक प्रस्ताव गरे, तर बालेनले पदको लोभ गरेनन्। उनले भने म चोर बाटोबाट होइन, स्पष्ट बहुमत ल्याएर 5 वर्षका लागि देश बदल्न आउनेछु। मेरो सुशीला आमालाई पूर्ण समर्थन छ। चुनावी सरकार बन्यो। उनले मेयर हुँदा देखे, बुझे कि समस्या तल होइन, टाउको केन्द्रमै रहेछ। देश विकास गर्नको लागि नीति नियममै फेर्नुपर्ने रहेछ। त्यसको लागि आफू 2/3 बहुमत ल्याएर राष्ट्र प्रमुख बन्नुपर्छ भन्ने ठाने। त्यसबीच बालेनको राजनीतिमा आउने हल्ला चल्यो। मानिसहरूले उनले पार्टी खोल्लान् कि के गर्लान् भन्ने सोचिरहेका बेला अकल्पनीय रूपमा रासोपासँग सहकार्य गरेर चुनावमा जाने निधो गरेर रवि लामिछानेसँग आफूलाई मर्ज गरे। सबैभन्दा साहसिक काम त तब भयो रविलाई पार्टी सभापति बन्नुस्, म प्रधानमन्त्री बन्छु भन्ने सम्झौता गरे। फागुन 21 मा चुनाव नै हुँदैन भन्ने व्यापक हल्ला हुँदाहुँदै चुनाव लड्ने, जित्ने अनि प्रधानमन्त्री बन्ने पहिल्यै विश्वास लिएर अगाडि बढे। 21 गते
फागुनमा चुनाव गराउँछन् नि भन्नुहुन्छ को तपाईँ चुनाव त हुँदै हुँदैन हो भाइ नभए हुने नि त यार कुनै हालतले पनि म त फागुनको 21 गते चुनाव सेटेको चुनाव यो देशमा कुनै हालतले हुनेवाला छैन घाँटी अझ सबैभन्दा ठुलो कुरा त पहिला मेयर जितिसकेको काठमाडौँमा चुनाव जित्ने ग्यारेन्टी हुँदाहुँदै सेफ गेम नखेलेर सबैभन्दा बढी मतदाताहरू भएको देशको सबैभन्दा शक्तिशाली ठुलो पार्टीको अध्यक्ष 3 पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्ति केपी ओलीसँग चुनावी प्रतिस्पर्धाको लागि उम्मेदवारी दिनु बालेन स्वयंको लागि र राष्ट्रपाको लागि सबैभन्दा ठुलो टर्निङ पोइन्ट बन्न पुग्यो। बालेन प्रधानमन्त्री बन्ने, राष्ट्रपाले झन्डै 2/3 बहुमत ल्याउने र 70 वर्षको राजनीतिक सिन्डिकेट तोड्ने प्रक्रिया यहीँबाट सुरु भयो। उनी देश दौडामा निस्के, देशव्यापी चुनावी सभाहरूमा भाग लिए। उनी धेरै बोलेनन्, कसैको विरोध गरेनन्, बरु विरोध सुने। उनले विरोधीलाई समेत पनि आई लभ यू भने। ठुला ठुला आश्वासनहरू गरेनन्, थोरै बोले, अर्थपूर्ण बोले, जनताको मन जिते। सुदूर अब दूर नै झिक्कै झिक्कै माया तमलाई, हामी भोट माग्न आएको होइन, हामी काम माग्न आएको हो, हामीलाई काम दिनुहोस्, आई लभ यू। भोट माग्न आएको होइन, काम माग्न आएको हो, काम दिनुहोस् है। उनले पुराना नेताहरूको राजनीतिक संस्कारको रूपमा रहेको अरूको घनघोर विरोध गर्ने प्रवृत्ति र निषेधको राजनीति तोड्ने काम गरे। जब उनले झापा 5 रोजे, त्यो केवल चुनौती क्षेत्र थिएन, त्यो त नेपाली जनताको हुँदैन र सक्दैन भन्ने हिंताबोध विरुद्धको लडाईँ थियो। उनले मानिसहरूको परिवर्तनको भोकलाई यति गहिरोसँग बुझे कि ठुला भनिएका नेताका किल्लाहरू बालुवाको महल झैँ ढले। उनको त्यो साहसले नेपालको चुनावी इतिहास बदल्यो। झापाका जनताले ओलीको अहंकारलाई होइन, बालेनको साहसलाई चुने। चुनावलाई थ्रेट, एमालेलाई, कांग्रेसलाई झापा 5 बाट अध्यक्षजीको सुनिश्चित छ, भक्तपुरबाट मेरो सुनिश्चित छ, देशभरिबाट एमालेको लगभग बहुमत आउने सुनिश्चित छ। उनले भारी मतान्तरले केपी ओलीलाई हराए। केपी ओलीले आफूलाई बाघ र बालेनलाई बिरालो ठाने, तर त्यो उनको भ्रम थियो। उनलाई अहंकारले यति छपक्कै पारेको थियो कि सिंहलाई बिरालो देख्नु उनको सबैभन्दा ठुलो भूल साबित भयो। जितपछि उनले अरूको जस्तो गर्जन गरेनन्, सामान्य रूपमा प्रस्तुत भए। पार्टीको झण्डा फहराएनन्, देशको झण्डा फहराए। यसबाट उनको देशप्रेम झल्किन्छ। धेरैले यस्ता यस्ता प्रतिबद्धता व्यक्त गरेका थिए कि झापा 5 मा बालेनले चुनाव जिते भने खै के खाइदिन्छु, कान काटिदिन्छु, देश छोड्छु, धरती छोड्छु, 30,000 को खसी उपहार दिन्छु। आज तिनीहरू के भन्दै होलान्? म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिन, जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। म अझै पनि भन्छु बालेन शाहले चुनाव जितो भनी तपाईहरुले यो कुरा हेर्नुहोला, यो धरतीमा कहिले पनि तपाईहरुले मलाई देख्दैन। बस जिति पनि म यो नेपाल छोड्न तयार छु। म यो नेपालमा बसेर म पानी पनि खान्न। नेपाल छोड्न तयार, म तयार। बालेनले जित्यो भने झापामा कान काटेर म टेकिङ हस्पिटलमा गएर टाका लाउँछु। साँच्चै हो नि? बालेनले जित्यो, केपी हारो भने म इलाम जिल्ला छोड्छु। केपी ओली यति हारो भने चाहिँ म इलाम जिल्ला छोड्छु। उनलाई धेरैले विभिन्न आरोप लगाए, लुसिफर, गजेडी, सनकाहा, अमेरिकी दलाल, जेलेन्स्की आदि। त्यस्ता आरोपहरू सबैलाई चिर्दै अगाडि बढे। आज बालेन शाह केवल नाम होइनन्, उनी त ब्रान्ड हुन्। र्यापरबाट सुरु भएर इन्जिनियरिङ गर्दै प्रधानमन्त्री डिजाइनेटसम्म पुगेका एक योद्धा हुन्। आज उनको चर्चा नेपालमा मात्र होइन, पुरा विश्वमा छ। कसैले त उनलाई सिङ्गापुरका लिक्वानको संज्ञा पनि दिन थालेका छन्। उनले प्रमाणित गरे कि नेतृत्व पदले होइन, विश्वास र सङ्घर्षले गरिन्छ। अब प्रश्न तपाईलाई, के तपाईँ नयाँ नेपालको साक्षी बन्न तयार हुनुहुन्छ? जय नेपाल। लेखौं भविष्य आफ्नो आफै नै, अरूको हियाई बनाउँदैन यो देश। जङ्गा तरेर चल्नु छ पाइला, नथाक है अहिले बदल्नु छ परिवेश। नेपालको हिस्ट्रीमा आज जस्तो तैँले जस्तो रिबटल कसैले खाएको थिएन। हिस्ट्री भनेको फेरिने चिज हो भाइ। बालेन अहिलेसम्म आएको थिएन।